नमस्कार साथीहरू। आज म हजुरहरु समक्ष दोस्रो भिडियो लिएर चाहिँ उपस्थित भएको छु। हजुरहरुले सहर्ष स्वीकार्नुहुन्छ भन्ने विश्वास लिएको छु र मैले हिजो बिमा के हो भन्ने विषयमा हजुरहरुलाई जानकारी गराइसकेको छु र बिमा कति प्रकारका हुन्छन् भन्ने विषयमा आज म जानकारी गराउने छु। बिमा चाहिँ 3 प्रकारका हुन्छन्, जहाँ कि एउटा जीवन बिमा, जीवनको बिमा गरिन्छ भने चाहिँ त्यसलाई हामीले जीवन बिमा भनिन्छ, जुन हामी लाइफ इन्स्योरेन्सहरु हौं। र निर्जीवन बिमा, निर्जीवन भनेको चाहिँ गाडी घोडा तपाईको चाहिँ भौतिक सम्पत्तिहरुको चाहिँ हामीले बिमा गरिन्छ भने त्यसलाई हामीले निर्जीवन बिमा भनेर भन्ने गरिन्छ। र तपाईको चाहिँ पुनर्बिमा भनेको चाहिँ बिमा कम्पनीहरुको पनि बिमा गर्ने गरिन्छ भने त्यसलाई चाहिँ हामीले पुनर्बिमा भनेर भन्ने गरिन्छ, जसले चाहिँ बिमा कम्पनीहरुको पनि बिमा गरिन्छ। र यसरी यहाँनेरि चाहिँ मैले हजुरहरुलाई लाइफ इन्स्योरेन्सको बारेमा चाहिँ भन्न गइरहेको छु। विशेष गरेर हामी लाइफ इन्स्योरेन्स अन्तर्गत भएको कारणले गर्दा नेपाल सरकारसँग स्वामित्व लिएर चलेका नेपालमा अहिले हेर्ने हो भनेदेखि 14 जीवन बिमा कम्पनीहरु छन्, जुन कम्पनीहरु सबै कम्पनीहरु आफैमा राम्रा हुन्। र ती कम्पनीहरु मध्ये तपाईको चाहिँ 2055 सालमा दर्ता भएर तपाईको चाहिँ 58 सालदेखि बिमा व्यवसाय गर्दै आएको जुन एउटा कम्पनी चाहिँ हाम्रो नेपाल लाइफ इन्स्योरेन्स कम्पनी हो, जुन कम्पनी चाहिँ अहिले हेर्नुहुन्छ भने नेपालको तपाईको चाहिँ बिमा इन्डस्ट्रीमा सबैभन्दा उत्कृष्ट कम्पनीको रूपमा रहेर काम गरिरहेको अवस्था छ। र यसरी तपाईको चाहिँ हामीले जुनसुकै कम्पनीमा पनि तपाईको चाहिँ बिमा गरेर हाम्रो रिस्क हस्तान्तरण गर्ने काम गर्न सकिन्छ। तर पनि यो बिमा गरिरहँदाखेरि हामीले तपाईको बिमा कम्पनी र बिमा योजनाहरू र तपाईको चाहिँ त्यसका हरेक पक्षहरू जुन तपाईको चाहिँ बिमाका सूचकहरू छन्, यी सबै सूचकहरूलाई अध्ययन गरेर तपाईं हामीले चाहिँ बिमा पोलिसी खरिद गर्ने गर्यौं भने भोलि चाहिँ हामीले सहज रूपमा तपाईको चाहिँ रिटर्न लिन सकिन्छ। साथै तपाईको चाहिँ मान्छेका लगानीका विभिन्न सेक्युर लगानी खोजिरहँदाखेरि लगानीका विभिन्न क्षेत्रहरू मध्ये तपाईको चाहिँ एउटा सेक्युर लगानी तपाईको चाहिँ बिमा व्यवसाय हो। बिमामा हजुरले लगानी गर्दाखेरि चाहिँ सेक्युर लगानी हुन्छ, यहाँ चाहिँ रिस्क कभर पनि हुन्छ र हजुरले बचत पनि गर्न सक्नुहुन्छ। जस्तो कि उदाहरणको लागि हजुरले बचतै गर्नका लागि घरघडेरीमा लगानी गर्न सक्नुहुन्छ, बैंक वित्तीय संस्थामा लगानी गर्न सक्नुहुन्छ, सहकारीमा राख्न सक्नुहुन्छ, जहाँसुकै पनि हुन्छ। तर त्यहाँ चाहिँ हजुरले ब्याज मात्रै पाउनुहुन्छ। यहाँ चाहिँ हामीले के गर्छौं भन्दाखेरि हजुरलाई ब्याज पनि दिन्छौं, ब्याजलाई इन्स्योरेन्सको भाषामा बोनस भनिन्छ, ब्याज पनि दिन्छौं र तपाईको चाहिँ त्यो सँगसँगै रिस्क कभर पनि दिन्छौं। त्यसकारणले गर्दाखेरि चाहिँ ती संस्थाहरूमा पनि लगानी गर्नुपर्छ, तर ती संस्थामा भन्दा यहाँ चाहिँ उत्कृष्ट हुने भएको कारणले गर्दा बिमा व्यवसायमा चाहिँ सबैलाई जोडिनको लागि अनुरोध पनि गर्दछु। र त्यहाँनेरि लगानी गर्दा चाहिँ हजुरले एकमुष्ट लगानी गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ हजुरले किस्ताबन्दीमा पनि लगानी गरेर चाहिँ तपाईको चाहिँ रिस्क कभर गराउन सक्नुहुन्छ। सपोज तपाईले कुनै पनि एउटा घरेरी किन्नु पर्यो भने 20 लाख रुपैयाँ अथवा 50 लाख रुपैयाँ एकैचोटी लगानी गर्नुपर्ने हुन्छ भने तपाईको चाहिँ त्यही 50 लाखको बिमा गर्नुभयो भने तपाईको चाहिँ यहाँनेरि चाहिँ तपाईको लगभग 2-2.5 लाख रुपैयाँ तिर्दाखेरि चाहिँ तपाईको 50 लाखको रिस्क कभर हुन्छ, लगभग करोडको रिस्क कभर हुन्छ भने त्यसकारणले गर्दाखेरि यहाँ चाहिँ किस्तामा एउटा थोपा मिलेर सागर बन्छ भन्छ नि, त्यस्तै तपाईको चाहिँ थोरै बचत गरेर भोलि तपाईको चाहिँ हाम्रो एउटा ठूलो पुँजीको निर्माण गर्नका लागि यसले सहयोग गर्ने भएको कारणले गर्दाखेरि तपाईको चाहिँ धनीले बिमा गर्नै पर्छ र गरिबलाई बिमा गराउनै पर्छ भन्ने मूल उद्देश्यका साथ चाहिँ लाइफ इन्स्योरेन्समा जोड्न चाहन्छौं। आजको यस भिडियोमा मैले हजुरहरुलाई चाहिँ यति सम्बन्धी जानकारी गराएँ। बाँकी अर्को भिडियोमा फेरि भेट्ने बाचाका साथ यो भिडियोबाट अथवा यो एपिसोडबाट बिदा हुन चाहन्छु। म दीपक बस्नेत, नेपाल लाइफ इन्स्योरेन्स, धनकुटा शाखा। धन्यवाद।